आज म यहाँहरूलाई एउटा खतरा जानकारीमूलक भिडियो लिएर आएको छु है। यो इलामको माई खोलामा माता पर्मिला कार्की भन्ने माताले सपनामा 5वटा शिला देखिन्। यिनले 5वटा शिला देखिन् र त्यो शिला यो जग्गामा छ भनेर भनेपछि त्यहाँ उत्खनन गरियो। त्यहाँ हेर्दा त्यहाँ 5वटा शिला भेटियो। अब त्यो शिलामा पञ्चकन्याको बास रहेको छ भनेर माताले भनिसकेपछि त्यहाँ स्थानीयहरूले के गरे भन्दाखेरि पूजा गर्न सुरु गरे। अहिले त्यहाँ धमाधम पूजा भइरहेको छ र भक्तजनको भिडभाड छ। अहिले सामाजिक सञ्जाल पनि यही कुराले चाहिँ के छ भन्दाखेरि अब चाहिँ तातिरहेको छ, गरम छ। अब रिलहरूमा पोस्टहरूमा तपाईँले देख्न सक्नुहुन्छ यसरी माताले चाहिँ यो शिला पत्ता लगाइन् र यो शिला पत्ता लगाइसकेपछि अहिले के छ भन्दाखेरि त्यहाँ केही वाद विवादहरू, छलफलहरू, कुराकानीहरू, विभिन्न तर्क वितर्कहरू प्रशस्त भइरहेका छन्। अब कसैले साक्षात् अब चाहिँ भगवान् भेटिए भने र त्यहाँ हजुरहरू पनि शिला हेर्न आउनुभएको? भिडभाड छ, शिला हेर्न आएको। अब हजुरलाई के लाग्छ? मलाई एकदम सही लागिरहेछ, एकदम सही लागेको छ। हजुर, यो आज मात्रै यो परिचर्चामा आयो ताकि छोरीका आङमा देखिदिनु भएछ माता। छोरीका आङमा देखिदिनु भयो, उहाँले आएर देखाइदिनु भयो। यो एरियामा तपाईँको 2 वर्ष अगाडिदेखि ठुली देवी छिन्, निकाल्नुपर्छ, मान्नुपर्छ, मानौँ साथीभाइ हो भनेर हिजो अस्ति 2 महिना अगाडि यहाँ एउटा ठुलो कार्य थियो। त्यो कार्यमा पनि मैले बृहत रूपमा यी देवीको चर्चा लिएर आएको हुँ र आज उहाँले निकालिदिनु भयो। हिजो एउटा कान्छी पाथी भरा चाहिँ लिएर जानुभएछ। हाम्रो भनाइ के हो त भन्दा ठिक छ, माता पनि राखौँ, माताका बुवा दाजुभाइ भतिजाहरू भतिजीहरू जो जो हुनुहुन्छ उहाँहरू सबै राखौँ र हामी यहाँको स्थानीय पनि बसौँ। यहाँको यो भौगोलिक स्थिति हेर्दाखेरि यहाँको मानव बस्ती हिँड्ने अवस्थामा पुगेको छ। त्यसपछि यिनै देवीका कारणले हो हामी यी देवीलाई लत्याएका छौँ। यी देवीको मानमन्नी त गर्न सकेका छैनौँ, यिनलाई चोखर्नी त गर्न सकेका छैनौँ। कसैको हृदयभित्र यी देवी पसिदिएर म यहाँ यस्ता अवस्थामा छु भनेकी थिइनन्। आज छोरीका आङमा आइदिन्छन् देवी, प्रकट गरिदिनु भयो छोरीले। उहाँलाई सम्मान छ, मुरीमुरी सम्मान छ। र मेरो भनाइ के हो त भन्दा बढी चर्चामा मैले नै लिएर आएँ। यी देवी मान्नुपर्छ, यी देवी मान्नुपर्छ। उहाँसँग सल्लाह गरौँ, हामी अलिक प्रचारमा जाउँ, ठुला बडा विज्ञहरू सबै ल्याएर देखाउँ, नजर गरौँ। यही ठाउँलाई जहाँ विचार बसेकी छिन् त्यही ठाउँमा स्थापना गरौँ, त्यही मानौँ भनेर म उहाँहरूसँग सरसल्लाह गर्न आज हामी यति भेला भएका छौँ। र मेरो भनाइ त्यही हो, देवी सृष्टि भइन्, देवीले बास लिइन्, जहाँ इच्छाएर लिइन् त्यही ठाउँमा मानौँ। सकिँदैन भने 2-4 जना विज्ञ धामी झाँक्री ल्याउँ, यही ठाउँमा राखौँ, राखेर सोधौँ। यी भनेपछि ठुलो पाथी भरामा बास लिएर हिँडेकी मुकुलुम्बा डाँडा भन्छ। त्यो डाँडालाई पाथी भरा चाहिँ पाथी भरे जस्तो चुली भएको कारणले पाथी भरा नाम राखेको हो। त्यसो हुँदा मुकुलुम्बा डाँडामा खेल्ने 7 हाङ्बा महारानी, इमा थुम्मा राजा, इमा थुम्मा रानी, महारानी सिद्ध महारानी हुन्। 5 बहिनी खेल्दै आएर यहाँ बास बसेकी रछिन्। म पनि अघि बिहानै आएँ, केही नखाइकन आएको छु। आएर हेर्दा त्यो पत्तो लगाएँ। मैले चेलीलाई त्यहीँ बसेर सोधेँ सबै कुरा। हामीहरूले यहाँ मान्न पाउनुपर्छ चेली, तिम्रो सम्मानका लागि र यो रक्षाका लागि मान्न पाउनुपर्छ भनेर मैले यति कुरा राखेको छु। अनि कमेन्ट धेरै आछ, यहीँनिर यसलाई यहीँ व्यवस्थित गरेर यहीँनिर पूजाआजा गरौँ भन्ने कुरा आछ नि। एकदम सही हो। जसले त्यो भन्नुभएको छ त्यो एकदम बुद्धिजीवी मान्छे हो र हामीहरूले हृदयभित्रै यी देवीको सम्मान गर्दै यही ठाउँलाई देवीलाई स्थापना दिएर यी मान्न पाउनुपर्छ। हाम्रो कुरा त्यही। मेरो नाम नरपति खर्दाल, घर इनपा 9 गोला खर्च, चम्पादेवी टोल विकास संस्था भित्र। हजुरहरूको कुरा चाहिँ के त यहाँबाट लान दिने नदिने भन्ने कुरा छ। पनि लान दिने या नदिने? हामी नदिने, किनकि हामी यो भौगोलिक स्थितिले, हजुरले पनि यो एरिया देखिदिनु भएको छ होला, अहिले बाटाको बत्ती अवरोध दिइराख्नु भएको छ। त्यसपछि यी मानौँ, यी सबै कुरा रोकसेक हुन्छ भने यी मानौँ भन्न खोजेको र देवी बोकेर लगेर मानेको मैले देखेको छैन। देवी बोकेर लगेर मान्नुपर्छ भने बसेर सोधेर तिमीलाई राम्रा ठाउँमा स्थापना गर्छौँ हामी, त्यहाँ तिम्रो बास दिन्छौँ, तिमी त्यहाँ रुचाउँदैनौ भनेर जुन थलामा हामी सारा साथीभाइ इष्टमित्रले सोचेका छौँ त्यो ठाउँको मट्टी ल्याएर देवीलाई राखेर सोधेर त्यहाँ रुचाइन् भने त्यहाँ लान सक्छौँ, नत्र सार्न सक्दैनौँ। अरू उथल पुथल हुन्छ भन्ने मेरो कुरा।
उहाँले चाहिँ सपनामा देखेपछि म यहाँ अब हेर्दाखेरि माताको बुवालाई सोध्छु शिला भेटिएको बुवा हिजो हजुरको छिमेकीले 13 वर्षको बिरामी भन्नुभएको थियो 13 वर्षमा चाहिँ बिरामी भन्नुभएको हो कि त्यो होइन बिरामी चाहिँ होइन त्यो अलिक गल्ती भयो त्यो होइन खासमा कति वर्ष हो 2.5 वर्ष अगाडिदेखि यो बिराम देखा परेको 2.5 वर्ष अगाडिदेखि नै बिरामी मैले यथार्थमा भन्नुपर्दा हजुर। मरब क्याम्पस ब्याचलर पढ्दै हजुर 3rd इयरको एक्जाम दिन नपाउँदै हजुर नानी बिरामी भएर घरतिर लाँदाखेरि अब उपचार गर्ने क्रममा गर्दै जाँदा हस्पिटल भित्र नजानुन्जेलमा त अब कता के हो टुङ्गो लाउनु पर्यो होइन अनि जाँदा भरे हाम्रो अब यो तान्त्रिक विधिको बिरामी भएकोले अनि यो उडामा आएर चाहिँ अहिले तपाईँको धेरै अब हनुमानी मन्दिरहरू छ धेरै गुरुहरूसँग गइसकेको होइन गुरुहरूले उसको के देव हो के देवता हो त्यो पनि खुलाइसकेको र अब हुने क्रममा हुँदै हुँदै धेरै अरू शिलाहरू पनि घरमा उतारेर ल्याएको छ र त्यही क्रममा अब उसलाई त्यो हिजोको रातिमा चाहिँ सपनामा देख्नुलाई यो शिला उत्खनन गर्न यहाँ आइएर यसरी उत्पादन अब यो लिएर जानुहुन्छ अब माताको भनाइ त अब अघि सुनि पनि हान्यो लिएर जानुपर्छ भन्ने कुरा अब यहाँ स्थानीयवासी गुरु यो यहीँ होस् यहीँ गरौँ भन्ने कुरा मातासँग रिक्वेस्ट भइरहेछ होइन अब म चाहिँ अब माताले भने नै गर्ने हो माताले लैजा भनौँ भने अब लाने अब हामी त उसको भनेर चाहिँ लिनु आएको यथार्थैको भनेको यहाँको स्थानीयले चाहिँ नदिन खोज्दैन होइन यहाँ लानु हुँदैन यहीँ गर्नुपर्छ यहीँ संरक्षण गर्नुपर्छ यहीँ सुरक्षा गर्नुपर्छ भन्ने कुरा अब आयो त्यो तपाईँले पनि पत्रकार लिँदै हुनुहुन्छ नि उहाँ नै हो उहाँबाटै यो कुरोको बिहान मलाई फोन गर्नुभएको थियो उहाँ नै हुनुहुँदो रहेछ उहाँ पनि तान्त्रिक विज्ञ हो कि जस्तो लाग्यो मेरो अनुमान कोही सोधेको छैन यो चाहिँ यसरी शिला भेटिएपछि जुन माताले घरमा लगेर यसको संरक्षण गर्छु भन्नुभएको रहेछ तर यहाँको स्थानीय इनपा 9का नरपति जो उहाँ हुनुहुन्छ उहाँले चाहिँ यहीँ संरक्षण गरौँ भन्ने कुरा निकालिराख्नु भएको छ तपाईँहरूलाई के लाग्छ प्रतिक्रिया दिनुहोला म फेरि दोस्रो भिडियो लिएर आउने छु हस् नमस्कार अब घरबेटी छ नि घरबेटी अब यो जग्गाका मालिक भरे ल मेरो ढुङ्गा हो तपाईँको भनाइ चाहिँ के हो अब अनि किन बस्नु भएको त यहाँ यो यसलाई चाहिँ हामीले भगवान् मानिसक्यो तपाईँले ढुङ्गा राख्नु व्यक्तिहरूको छ यो नाग उपस्थित गरेर आएको माताले चाहिँ नदिनको निमित्त गराएको भनिन्छ अब नागले तर के देखेको सक्नुहुन्न नि तपाईले दिएका छन् नाग भगवान किन अर्काले मान्नमा गर्छ भने गर्दिनु पर्छ तपाईले तपाई हेर्दाखेरि एउटा धार्मिक मान्छे देखिन्छ तपाईले आएर कसैले यो नलेख्नु होला पूजामाथि ढङ्ग गर्नु हामीले आफ्नो बाल लानुहुन्छ हुँदैन विश्वास छ हुन्छ कि हुँदैन के गर्नु देवीले प्रहार गर्ने ठाउँ कहाँ छ तपाईले देवीले कला बोध गरिन् पचाउँछौँ आफ्नो देवीले कला बोध गरिन् पहिला तपाईँ सिधा गर्ने सिधै होइन शिलाको पक्षमा छन् है जग्गावाला बा हुन जग्गाको विषयमा छोड्ने कुरा भएन मेरो चाहिँ जग्गामा निस्केपछि यो चाहिँ अब शिला होस् ढुङ्गा होस् सबै मेरो अब कसले केमा मिल्छ भन्ने भोलि केही तलमाथि भयो भने यस्तो तामा पित्तल खाने निक्ले भए पनि समाजलाई कुल्चिदियो भनेको कति छ
होला त्यही बुढालाई ढुङ्गा छ के छ भन्दाखेरि मातासँग झगडा पर्यो ल माताले चाहिँ फुकेर अक्षता फाल्यो र बाले च्यापैसँग है यिनीहरू बिचमा झगडा पर्यो हातमा हाल्नु होला भनेर चाहिँ अर्काले भन्यो हालेको हात पाल्यो माताले चाहिँ अक्षताले हानिन् हात चाहिँ बाले हाले खबरदार हात चाहिँ नहाल्नु होला है भन्ने कुरा चाहिँ यहाँनिर मैले एउटा रोचक यहाँलाई प्रसङ्ग जोड्न चाहन्छु। यहाँ पनि नागदेवता हुनुहुन्छ, नागदेवताले जहिले पनि शिलाको रक्षा गर्नुहुन्छ, यो कुरा चाहिँ यथार्थ हो है। अब तपाईँलाई यहाँ ओरिजिनल अहिलेसम्म अब त्यो पनि ओरिजिनल होला, तर यहाँ अहिले तपाईँ हामीले मानेको स्याङ्जा पर्वत गुल्मी पाल्पाको सिमाना जुन सेतीबिणी भन्ने छ त्यहाँ एउटा ठुलो शिला छ कालीगण्डकीमा, तपाईँले चाहिँ युट्युबमा हेर्न सक्नुहुन्छ। त्यो शिलालाई यसरी चाहिँ नागदेवताले रक्षा गरेर बसेका छन्। यसरी यो शिला यो ठुलो शिला छ, यो शिलालाई यसरी चाहिँ नागदेवताले रक्षा गरेर बसेका छन्। धेरै नागदेवताहरूले चारैतिरबाट यसरी चाहिँ सेतीबिणीमा रहेको यो शिलालाई घेरेर बसेका छन् र यसै गरी त्यहाँ पनि एउटा चाहिँ नागदेवता देख्दाखेरि त्यो शिलालाई पनि विशेष रूपले हेर्नुपर्छ भन्ने हाम्रो मत रहेको छ।